स्वागत छ। आज हामी अलिकति फरक रौथट जिल्लातिर लागौं है। चन्द्रपुर नगरपालिका वडा नम्बर 1 मा। चन्द्रपुर। त्यहाँको एउटा ऐतिहासिक स्थल गोलमा राजाको दरबार होइन त? हो, त्यही। सुन्दा त 500 वर्ष पुरानो रे, सेन वंशीय राजाहरूको। तर अहिले त अब भग्नावशेष मात्रै छ। हो, तर त्यो भग्नावशेषको पनि आफ्नै कथा छ अनि अहिले त्यसलाई नयाँ जीवन दिने प्रयास पनि भइरहेको छ। त्यही त। आजको हाम्रो यो छलफल यही दरबारको इतिहास, अहिलेको अवस्था अनि भविष्यको सम्भावनाबारे नै हो। ठिक छ, सुरु गरौँ न त यसको ऐतिहासिक पक्षबाट। सेन वंशसँग यसको के सम्बन्ध छ त? हो, त्यो महत्त्वपूर्ण प्रश्न हो। 2200-2400 राज्यकालका सेन शासकहरूसँग यसको केही साइनो छ कि? भन्दा पनि बलियो प्रमाण त मतलब त्यहाँ खन्दा भेटिएका वस्तुहरू हुन्। के भेटिए त त्यस्तो? पुरानो खालको इँटाहरू, ढुङ्गाका संरचनाका अवशेषहरू अनि गोल्का पैसा भनिने सिक्काहरू पनि। गोल्का पैसा त्यो त्यति बेला चल्थ्यो? त्यस्तै मानिन्छ। अनि अन्न पिस्ने जाँतो, यहाँसम्म कि तरवार जस्तो हतियार पनि भेटिएको छ। ओहो, तरवार नै? त्यसले त अझै रहस्यमय बनायो नि। हो नि। यसले के देखाउँछ भने त्यो ठाउँ कुनै बेला महत्त्वपूर्ण थियो, सायद प्रशासनिक वा सैनिक केन्द्र थियो कि? हुन सक्छ, तर अब त त्यो भग्नावशेष मात्र रहेनछ। यसलाई गोलमा राजा बुद्ध विहार भनेर नयाँ रूप दिँदैछ, होइन? एकदम। यो कथाको अर्को रोचक पाटो हो। एकजना स्थानीय भिक्षु हुनुहुन्छ, मेधङ्कर स्थविर। उहाँकै पहलमा यसलाई बौद्ध ध्यान केन्द्र बनाउने काम अघि बढेको छ। भिक्षुको पहलमा? हो, अनि अझ चाखलाग्दो कुरा, यसमा थाई सरकारले पनि सहयोग गरेको छ। थाई सरकारले? कसरी? उहाँहरूले करिब 2 करोड रुपैयाँ जति सहयोग गर्नुभयो अनि त्यही सहयोगबाट 9.5 फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ। 2 करोड? अनि बुद्धको मूर्ति कस्तो मूर्ति हो त्यो? त्यसलाई बैरी विनाश भगवान बुद्ध भनिन्छ। निकै आकर्षक मूर्ति छ। बैरी विनाश, यो नामको केही खास अर्थ छ कि? ऐतिहासिक ठाउँमा यस्तो नाम? सायद होला। स्रोतहरूले ठेके कारण त भन्दैनन्, तर थाइल्याण्ड र नेपालको धार्मिक सम्बन्ध पुरानै हो अनि बैरी विनाशले नकारात्मक शक्ति हटाउने संकेत गर्छ होला। पहिले सैनिक गतिविधि भएको ठाउँमा शान्तिको सन्देश दिन खोजिएको पनि हुन सक्छ। कस्तो गहिरो सोच! इतिहास र आध्यात्मिकताको सङ्गम जस्तो। अनि यो ठाउँ पुग्न कत्तिको सजिलो छ त? चन्द्रपुरको गैरी गाउँबाट उकालो लाग्नुपर्छ। आधा घण्टा जति हिँडेपछि पुगिन्छ। उकालो भनेपछि अलि डाँडामा रहेछ? करिब 600 मिटरको उचाइमा। चारैतिर जङ्गलले घेरिएको एकदम शान्त र रमणीय ठाउँ छ। ध्यान गर्नका लागि त मतलब उत्तमै भन्नुपर्छ। वातावरणले पनि साथ दिएको रहेछ। स्थानीय मान्छेहरूको के छ नि, उहाँहरूको सहभागिता? त्यो त एकदमै महत्त्वपूर्ण छ। स्थानीयहरूले नै हो बाटो बनाउने, जङ्गल जोगाउने अनि साधुहरू बस्नलाई कुटीहरू बनाउने काममा श्रमदान गर्ने। उहाँहरूको सक्रियता नभएको भए यो गाह्रो हुन्थ्यो। समुदायको प्रयास नभई त कहाँ हुन्छ र? भविष्यमा के योजना छ त? ध्यान केन्द्र मात्रै कि अरू केही? लक्ष्य त यसलाई एउटा व्यवस्थित धार्मिक पर्यटन केन्द्र बनाउने नै हो। ध्यान केन्द्र विहार त छँदैछ, भविष्यमा एउटा सानो सङ्ग्रहालय बनाउने सोच पनि छ। सङ्ग्रहालय? के राख्ने त्यसमा? त्यही भेटिएका पुराना वस्तुहरू, इँटा, सिक्का, जाँतो, तरवार, सेनकालीन इतिहास झल्काउने खालको। राम्रो कुरा हो। यसले त इतिहास संरक्षणमा पनि मद्दत पुग्ने भयो। सरकारी निकायहरू जस्तो पुरातत्व विभाग, उहाँहरूलाई जानकारी छ कि छैन? छ, विभागलाई जानकारी गराइएको छ रे। अब सरकारी स्तरबाट पनि अध्ययन र संरक्षणमा सहयोग हुन्छ कि भन्ने आशा छ। ल, राम्रो भयो। भनेपछि एउटा 500 वर्ष पुरानो, सायद सेनकालीन दरबारको भग्नावशेष। जहाँ इतिहासका प्रमाणहरू छरिएका थिए। त्यसलाई अहिले स्थानीय समुदाय र अन्तर्राष्ट्रिय सहयोगले एउटा नयाँ रूप दिइरहेको छ, बुद्ध विहार र ध्यान केन्द्रको रूपमा। हो, यो एउटा राम्रो उदाहरण हो कि कसरी पुरानो सम्पदालाई नयाँ सन्दर्भमा जीवन्त राख्न सकिन्छ, इतिहासलाई सम्मान गर्दै आध्यात्मिकता र समुदायको शक्ति जोडेर। साँच्चै यसले के देखाउँछ भने नि, सम्पदा भनेको खालि जोगाएर राख्ने मात्र होइन, त्यसलाई वर्तमानसँग जोड्न पनि सकिन्छ। एकदम। विगतको जगमा टेकेर भविष्य बनाउने प्रयास हो यो। हो, र यसले एउटा प्रश्न पनि उब्जाउँछ मनमा। एउटा दरबार क्षेत्रलाई यसरी बौद्ध विहारमा रूपान्तरण गर्दा, जहाँ बाहिरको सहयोग, थाई सरकार
र भित्रको प्रयास स्थानीय समुदाय दुवै मिसिएको छ। अँ, यसले समग्रमा नेपालमा सम्पदा व्यवस्थापन र सांस्कृतिक पहिचान निर्माणको प्रक्रियाबारे केही सङ्केत गर्छ कि एउटै ठाउँमा इतिहासको तह, दरबार र नयाँ थपिएको आयाम, बिहार कसरी सँगसँगै जान्छन् होला? यो सोच्नुपर्ने कुरा हो। निकै विचारणीय प्रश्न हो यो। इतिहास र वर्तमानको यो अन्तर्क्रिया साँच्चै नै अध्ययन गर्न लायक छ।